चाहिँ विन्टरमा यसो वकिङ सपिङ गर्न पनि हिँड्न सकिन्छ कि माथि हेर्नु नजाइ होइन सेम युरोप त्यही त त्यही त यो चाहिँ विन्टरमा मेनली गरेर विन्टरमा होइन घर पनि माथि हेर न त्यो घर टाइलको स्टाइल पनि यताको यो हेर्न बेकरीको यो पिल्लरहरू सबै होइन कस्तो बनाएको होइन स्ट्रिट मार्केट जस्तो कि जस्तो युरोपतिरको स्ट्रिट मार्केट हेर्नु त्यो रुख पनि हेरिदिनुहोस् न मजाले लाइट हालेको राति राम्रो देखिन्छ त्यही त यो लाइटहरू दिएको बाहिर देखेर आएर बनाएको बना हो हजुर हो ए त्यस्तै रहेछ त्यो पनि यहाँ छैन बेटा 1 घन्टा वकिङ गरेर टाइम पास भइहाल्छ त्यहाँदेखि यदि यो टेम्परेचर ठिक भयो भने त बाहिर बसेर कफी पिउन गफ गर्न साथीसँग होइन होइन ट्रान्जिट किन गर्नु पऱ्यो यहीँ आउने गरी आउन सकिहाल्यो नि म ल्याउनुहोस् यहाँ पोर्से पनि रहेछ ल यहाँ के यता गाडीमै घुम्ने हो राति पनि हजुर ठिक छ रातिभन्दा अहिले यसो देख्न पाउनुभयो नि त राति लाइट त्यही भएर मैले अहिले त्यसको फरक पनि फेरि फरक छ नि फेरि पक्कै पनि होइन बेलुका एक राउन्ड सबै हजुर हुन्छ तपाईँहरूलाई मैले यो त हामी यहीबाट आएको नि त अहिले होइन र यताबाट हो यो यता ब्याक साइड भयो हामी यता साइड हो अब लाग्ने कुराहरू साध्य छैन यो चाहिँ परिवर्तन हुनुपर्छ कि सोच पहिला चेन्ज हुनु पऱ्यो अनि बल्ल अरू कुराहरू चाहिँ अनि बल्ल एक्सनमा चाहिँ आउने हो कि पहिला सोच नै परिवर्तन नभएपछि एक्सनको एक्सपेक्टेसन गरेर के हुन्छ यहीँ बस्न मन लाग्यो अरे ल बच्चा बच्चीलाई ल मन पर्यो अब हामी यहाँबाट फर्क्यौँ हतार गर्नुभयो चक्क मेन्टेन गरिरहेको छ नि त ग्रिन यो चाहिँ भेनिस कन्सेप्टको सिटी ठ्याक्कै हेर्दाखेरि ल तपाईँ यहाँबाट हेर्दा त यो त स्विडेन गए जस्तै देखिँदो रहेछ हेर्दाखेरि ल भेनिस भन्दा पनि ठ्याक्कै यता हेर्दा यताको बे हेर्दा समुद्र सबै त्यसरी बनाइदियो पिपलकै रुख जस्तो नि रहेछ यो त ल हेर्नुहोस् त लिएर आएर राखेँ कि पिपलकै हो नि ए ल्याइहाल्छ नि पानी हाल्छ बर त्यो चाहिँ मुन टावर भन्छ यहाँ फ्याक्ट्री लिइहाल्नु रोक्न पाइँदैन हजुर ल झर्नु त दिइहाल्छ